फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म विराटनगरमा छु। हामी सबैजना विराटनगर राकेश दाइको जन्ती आएका थियौँ। एज पर रुल बेहुलाको गाडी अगाडि नै जाँदै थियो र हामी पनि पछाडि पछाडि आउँदै थियौँ। अगाडि पुग्दा बेहुलीपट्टिबाट बाँसले छेकिरहेको थियो। यो पनि एउटा रुलै हो जसमा बेहुलीपट्टिबाट केही पैसा आदान प्रदान गर्ने र मन्जुरी भए बाटो छोड्ने कार्य हुन्छ। त्यसपछि हामी भित्रतर्फ गयौँ। आज निकै गर्मी पनि थियो। हामी हाटखोला साइडतिर जन्ती आएका थियौँ। यता भित्रतिर सबैजना बसेका थियो भने हामी केटा पार्टी चाहिँ बाहिर बसेका थियौँ किनकि आज निकै गर्मी पनि थियो। एकैछिनमा बेहुली पनि आउनु भयो र रीतिरिवाजहरूलाई फलो गर्दै बिहेको सबै कार्यहरू पनि हुँदै थियो। अनि अर्कोपट्टि हामी छेउमा बसेर भिडियो फोटो गर्दै थियौँ। एकैछिनपछि बेहुला बेहुलीको यता फोटोसुट पनि हुन थाल्यो। त्यसपछि यता बिहेको सबै कार्यक्रम सकेपछि हामी खानातर्फ लाग्यौँ। नियरली 20 मिनटपछि खाना खाएर हामी बाहिर आयौँ। सडनली वेदर पनि चेन्ज भयो र चिसो हावा आएको कारणले हामी बाहिर हावा खाँदै थियौँ। हेर्दा हेर्दै 4:40 भइसकेको थियो। मिठो हावा चलेको हुनाले हामी सबैजना बाहिर बसेर गफ गर्दै थियौँ। भर्खर खाना खाएको हुनाले हामी एकछिन बसेर डान्स गर्ने प्लान थियो। हामी जन्ती गएको गाउँ पनि निकै राम्रो थियो। यता गाउँको बहिनीहरू नाचिरहेका थिए। त्यसपछि हामी पनि डान्स गर्न गयौँ। जन्ती आएपछि त ननाची जाने कुरै भएन। मैले चाहिँ आज नाचिन बिकज ड्यु टु सम प्रब्लम्स। एकैछिनपछि डान्स गर्दा गर्दै समय बितेको थाहै भएन। बेलुकाको 6 बजिसकेको थियो। फोनको चार्ज पनि 12% मात्रै भएको हुनाले आजको यो मिनी ब्लग यहीँ समाप्त गर्दछु। धन्यवाद।